हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन स्वागत छ हजुरलाई फेरि पनि मेरो युट्युब च्यानलमा। अनि म चाहिँ अहिले यो बिहान बिहान भिडियो किन बनाउँदैछु भन्दाखेरि म चाहिँ अहिले रनिङ जानु लाग्यो। अहिले बस्दा पनि कति 4:53 भएर रहेछ हेर्न सक्नुहुन्छ होइन। अहिले चाहिँ म रनिङ जानु लाग्यो क्या। अनि यो भिडियो चाहिँ फेरि रनिङको लागि बनाएको होइन कि खासमा यता के भन्छ हाम्रो म बस्ने यता लोकेसनतिर चाहिँ के सात बाटोतिर हो नि त। अनि यतातिर चाहिँ के अरे फुलहरू फुलेको छ अहिले होइन। त्यही फुलहरूको भिडियो पनि देखाउला भनेर मैले यो रनिङको सँगसँगै बिहान बिहानको होइन भ्यू पनि देखाउला भनेर भिडियो बनाउँदैछु। सायद भिडियो राम्रै हुन्छ होला है गाइज, भिडियोहरू हेर्दै गरौँ। अनि म चाहिँ अहिले यहाँ रनिङ गर्दै उतातिर जान्छु, अलिकति लगभग 1 किलोमिटर जति टाढा छ। अनि रनिङ गर्दै गर्दै जान्छु अनि भिडियो पनि बनाउँछु, भिडियो पनि देखाउँछु हजुरहरूलाई। फुलहरूको त्यो फोटो खिच्न आउँछ नि, अहिले धेरै मान्छेहरू फोटो खिच्न आइरहेको छ नि होइन, त्यही भिडियो बनाउँछु। अनि फोटो पनि खिच्छु गाइज, कस्तो हुन्छ हेर्दै गर्नु होला होइन। के आयो यो फेरि बिहान बिहान यस्तरी के आएको घुसना आयो कि के आयो है। ल ठिक छ गाइज, अब कुद्नु पऱ्यो। मेरो युनिफर्म हेर्नुहुन्छ भने कट्टु सट्टु लाएर है, चट्ट लाएर अब कुद्न रेडी हो। बिस्तारै कुद्दै जाउँ अनि भिडियोहरू बनाऊँ। अलिकति पसिना निकाल्नु पऱ्यो, धेरै भयो पसिना ननिकालेको। सधैँ चाहिँ कुद्दिनँ कि, कहिले काहीँ जोस चल्यो बेला कुद्दिन्छु त्यति हो। अनि आज जोस चल्यो फेरि कुद्दिउँ भनेर नि है त। ल गाइज अब यहाँबाट चल्दिउँ है त। ल गाइज पछि बिस्तारै जगिङ गर्दै जाँदैछु है। कस्तो हुन्छ रनिङहरू, भित्रको बाटो हिँडौँ होइन। रनिङ गर्छु भनेर निस्किएको छ, यहाँ हिँडे मात्र छ क्या। अब कुद्नु थाल्नु पऱ्यो है गाइस। ल पसिना बबाल निस्क्यो अहिले। अघि वार्मअप गर्दैदेखि क्या अलिअलि निस्किरहेको थियो पसिना, झन् अहिले त वार्ड निस्क्यो है। अझै पनि निकाल्ने हो। यहाँबाट हिँड्दै जाउँला, यहाँबाट नि रनिङ गर्दै जाने हो घरसम्म नि होइन। अब अहिले चाहिँ यो कुन ठाउँ भन्नुहुन्छ होला चाहिँ उयो तल देखिराख्नु भएको छ नि त्यो चोक, त्यो चाहिँ सातो बाटो चोक भनिन्छ है। त्यो चाहिँ सातो बाटो चोक हो। अनि यता माथिको कुरा गर्नुहुन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ त्यो खोइ के चोक हो, चापागाउँदो बाटो हो कि के भन्छ क्या सायद। त्यताकै बासिन्दा भएर केही थाहा छैन नि। ल त्यही हो गाइस। अब योभन्दा तलको कुरा गर्नुहुन्छ भन्दाखेरि चाहिँ गोर्खु निस्किन्छ यहाँबाट तल, त्यो चोकबाट तल जानुभयो भन्दाखेरि। अनि यताबाट चाहिँ त्यो चोकबाट नि उता माथि जानुभयो भने चाहिँ महालक्ष्मी स्थान चोक निस्किन्छ है गाइस। है भिडियो कस्तो आइरहेको छ यहाँ, फुल आएको छ कि छैन है, फेस मात्र आइरहेको जस्तो नआयो। त्यही पनि केही नमानिकन हेरिदिनु होला, केही छैन गाइस। बिस्तारै रनिङ गर्न खोज्छु। अनि त्यो अब थाक्यो फेरि, अब फेरि यो भरे 2 राउन्ड जति हानौँ, त्यसपछि फोटोसोटो खिचौँला है त। अहिले त अघिभन्दा अलिकति उज्यालो हुनु थालिसक्यो। बज्न नि कति 5:07 गाइज। ल अहिले देखाउँछ है त, फेरि अहिले भेटौँला है गाइज होइन। के अरे यो रनिङको मात्र भिडियो बनाउँदिनँ भनेको थिएँ नि त मैले, त्यो भ्यूहरू पनि देखाउँछु भनेको थिएँ। तर एउटा के कुरा भइदियो भने त्यो फुलहरू देख्नु भएको छ नि, त्यो यो फुलहरू नै हो है त्यो भिडियोतिर देख्नु भएको चाहिँ। तर अहिले चाहिँ घाम नलागेर होला यार, कस्तो भ्यू अलिकति खिचौँ जस्तो नि नलागेको क्या। हेर्नु न केही राम्रै देखाएको छैन क्या। त्यही भएर म यत्तिकै अहिले एकछिन घाम लाग्ला कि भनेर बसिरहेको छु। सायद मेबी एकछिनमा घाम लाग्छ होला अनि खिचौँला भन्दै सोचिरहेको छु। खोइ के हुन्छ कस्तो हुन्छ है गाइज। यी फुलहरू यहाँ खिच्ने भनेको यहाँबाट हो खिचेको भनेको है, अरूहरूले पनि भिडियोहरू खिच्ने भनेको यहीँबाट हो गाइज। अहिले भन्दाखेरि अहिले घाम नलागेर हो कि खोइ के हो, मौसम बिग्रेर हो कि मौसम नराम्रो भएर हो कि
यस्तो भ्यू खिचौँ जस्तो लागेको थिएन क्या मलाई राम्रो नै देखाएन ल एकछिन हेरौँ न बसेर होइन के त राम्रै हुन्छ कि गाइस एकछिनपछि होइन घाम लागेपछि झुल्केपछि घाम लगाएपछि झुल्केपछि घाम लगाएपछि राम्रो देखिन्छ होला त्यो बेलासम्मलाई कुरुम एकछिन है त गाइस अहिले खासै फोटो खिचौँ जस्तो नि छैन क्या यो त्यही भएर भिडियो कस्तो आएको छ मेरो फेस मात्रै आएको छ ल गाइस है त अहिले खिच्नुला है गाइस एउटा स्याड कुरा चाहिँ के भयो भन्दाखेरि म अहिले 5:30सम्म लगभग 5:30 भनौँ न होइन 5:30 बजीसम्म यता बसिसक्यो तर अहिलेसम्म नि घाम लागेको छैन क्या यो झ्यावै लाग्यो यार मलाई त यहाँ बस्दा अब कुदेर बस्नु भन्यो भने कति कुद्नु होइन अहिले थाकिसक्यो म त थाकिसक्यो है कुदौँ भन्यो भने कति कुद्नु थाकिसक्यो मान्छे है अहिलेसम्म घाम लागेको छैन हेर्न सक्नुहुन्छ केही पनि छैन गाइस केही पनि छैन घाम पनि लागेको छैन के गर्नु घाम पनि लागेन अब बिस्तारै चल्नु पऱ्यो घरतिर है बिस्तारै घरतिर जानु पऱ्यो बरु त्यो गाइस चल्नु पऱ्यो यार घरतिर बिस्तारै जान्छु घरसम्म देखाइदिनु घाम लाग्छ कि हेरौँ तर सोचे जस्तो भिडियो बनाउँछु भने त त्यस्तो भएन कि सोचे जस्तो भिडियो नै बनेन क्या के गर्ने होला खै त्यो टिकटकतिर होइन भिडियो रिल्सतिर देखाएको जस्तो भिडियो के अरे राम्रो के अरे भ्यू त कसरी आउला र होइन तर पनि देखाउँछु भनेर खोजेको तर खै घामै लाग्दैन जानु पऱ्यो म त हिँड्दै गएर बिस्तारै हिँड्दै जान्छु गाइस अब के अन्त घामै लागेन अहिले चाहिँ लाग्ला जस्तो हुन्छ खै कहिले लाग्ने हो यस होइन 5:30 भइसक्यो 5:25 है 5 बजे गाइस खासमा भन्नुपर्दा पनि होइन मैले चाहिँ यो भिडियो चाहिँ अलिक धेरै नै ढिला बनाएको जस्तो लाग्यो क्या किनकि यो फुलेको फुलहरू सबै झरिसक्यो क्या अनि भिडियो नै नराम्रो आउने क्या भिडियोमा अब राम्रो नआउने फुलहरू सबै झरिसक्यो लगभग झरिँदै सक्यो अनि अहिले आएर के काम होइन ढिला आयो क्या म त हेर्नु त उता पारी देखिरहनु भयो होला पारी छ है अब पारी जाउँ ल पारीतिर जाउँ अनि यसो फोटो खिच्यो भने त्यो कस्तो हुन्छ हेरौँ है त गाइस म ढिला आएँ कि चाँडो आएँ तर ढिला आएको जस्तो पनि लाग्छ चाँडो आएको जस्तो पनि लाग्छ ढिला आएको किन भन्दाखेरि होइन यतातिर के अरे फुलहरू भने झरिसकेको छ क्या छिटो आएको भने बिहान आएँ कि जस्तो लागिरहेको क्या मलाई बिहान यति बिहान त्यो घाम पनि लागेको छैन घामले खोइ घामहरू नलागेर नै होला क्या सायद हँदाएर जस्तै भएर होला भिडियो पनि नराम्रो आएको हेर्नु भिडियोमा केही देखाएको छैन फुलहरू पनि झरिसकेको छ गाइस म त छिटो आएँ कि ढिला आएँ जस्तो पनि लाग्छ छिटो आए जस्तो पनि लाग्छ बिहान कुद्दै घामै लागेन हेर्नु अनि ढिला आएको अनि फुलहरू सबै त्यो झरिसकेको छ क्या अनि भिडियो खिच्नको लागि अलिकति राम्रो हुनु पऱ्यो नि त फुलहरू नै झरिसकेको छ कहाँबाट भिडियो खिच्छ त कहाँबाट भिडियो राम्रो आओस् त होइन त्यही अब म बिस्तारै घरतिर जाँदैछु सायद खै के नमिलाएर आजको भिडियो भन नि भिडियो त धेरै जस्तो के बनाउँछु भन्छु के बनिदिन्छ क्या अनि आज पनि त्यस्तै भएको छ है अब गाइस यो फुलहरू फुल्ने भनेको अब यो वर्ष त यस्तै हो अर्को वर्ष चाहिँ फुल्न सक्छ राम्रोसँग अब अर्को वर्षको काप भनिन्छ है यो वर्ष त देखाउनै सकिन्न सायद साँच्ची गएछ यो वर्ष त देखाउनै सकिन भन्ने पनि हुन्छ सबै फुलहरू झरिसकेर नि रहेछ सबै फुलहरू पनि झरिसकेको रहेछ के गर्नु त गाइस जस्तै भयो अब भिडियो जे सोचेको थियो कस्तो बनाउँछु भनेर सोचेको थिएँ त्यस्तो भयो हुँदैन क्या कहिले पनि केही नराम्रो लागिन्छ कि गाइस अब यस्तै गरौँ आजको लागि यति नै गरौँ गाइस के गर्नुपर्छ थाहा नै होला गाइस है त आजको लागि यति नै गरौँ बाई बाई गाइस